तपाईँ हामीले यो देखेको बिरुवा हो नि ल ठिकै छ। कसैले देख्नु भएको छैन, धेरैले देख्नु भएको छैन होला। यो बिरुवा चाहिँ हो निम। यो एकदम वैद्यमा सबैभन्दा धेरै उपयोगी प्रयोग गरिने चिज हो। वस्तु भनेको यो एक निमको बिरुवा हो। यहाँ ठुल्ठुला निमका बिरुवाहरू छन् 2-3वटा। यो फल्छ पनि होइन। र यसको उपयोगिताहरू चाहिँ धेरै छन्। धेरै यो शास्त्रमा, वैद्य शास्त्रमा यसको चाहिँ धेरै उपयोगहरू छन्। यो ज्वरो आयो भनेदेखि, टाउको दुख्यो भनेदेखि, प्रेसर भयो भनेदेखि, लगायत धेरै घाउ खटिराहरू भयो भनेदेखि यो चाहिँ धेरै उपयोगी छ। यो बयान गरेर साध्य छैन। मैले समग्रमा थोरै भनेको छु हजुरहरूलाई। यो घरमा रोपेको छ भने पनि घरलाई पवित्र शुद्ध गराउने काम र चाहिँ यसको हावाले पनि घरमा एकदम राम्रो हुने, पवित्र हुने काम गर्छ। त्यसैले यो तपाईँ हामीले रोप्नु पनि होला होइन। यो खाना एकदम धेरै जसो पकाएर खान पनि सकिन्छ। यो के अरे आफ्नो बिमार अनुसारको होइन, आफ्नो समस्या अनुसारको यो बाफ लिन पनि सकिन्छ। यो लगेर हामीले पानीमा उमालेर बाफ लियौँ भनेदेखि पनि हाम्रो ज्वरोहरू भित्र खोकीहरू भएको छ, दमहरू भएको छ भनेदेखि यो एकदम ठुलो जडी औषधि हो।